त्यो माथि लक्ष्मी दिदी मैले बनाएको थिएँ अनि मेरो घर त्यो छ के हाम्रो घरको त हो यता कता देखिन्छ अनि त्यसपछि त्यहाँ कता गर्दै यो के अरे के लागेको छ लक्ष्मी दिदीको पहिला हामी यहाँबाट त्यो पराजुल जाने बाटो हो अनि त्यहाँ गाउँ कल्याण देखिन्छ हाम्रो साथीले घटेर छ अनि अनि हाम्रो घर त्यहाँ भइहाल्यो। हेलो गाइस मेरो नाम हो म आज जाँदैछु मामा घरबाट मेरो आफ्नो घरमा तल हो अब देख्छु कि हाम्रो घर कहाँ हो भने चाहिँ तपाईँलाई म देखाउँछु हाम्रो घर होइन। अनि बाइकले छिटछिटो लाग्छ नि त हो त्यहाँ छ कि मेरो घर। अनि त्यसपछि हाम्रो मम्मीले हाम्रो हजुरआमाहरूले उसलाई के मम्मीलाई किन दिनुभएको अरे नि यस्तो नजिकै हेर्न पाइन्छ भनेर वरिपरि हेर्न पाइन्छ भनेर दिनुभएको अरे कि नजिकै बिहा भएको अरे त्यही भएर बिहा गर्नु आएको अरे। हेर्नुहोस् अनि कस्तो राम्रो छ नि एउटा लस्सीले तर हजुरहरूको यो पहिला हाम्रो मम्मीहरूले गरे अनि यस्तो नुनहरू बोक्दाखेरि कति लाग्थ्यो यो त रोड भएर यहाँ के भन्छ कि लक्ष्मी मैले बिर्सिक्यो कि यो के चौतारा नि अनि त्यसपछि यता यसो अरे लक्ष्मीले हजुर घरबाट आएको म हेर्नुहोस् यस्तो 3 मिनट भयो हामी अब यहाँबाट 2 मिनटमा पुग्छौँ होला कि सर्कट छ आजले यति सजिलो हो नि हाम्रो मम्मीहरूले कस्तो बोकेर हिँड्न पर्थ्यो अरे टाढा आजकल त लक्ष्मीले होला कति सजिलो छ नि। अनि त्यसपछि यहीँबाट सबै कुरा देखिन्छ। सल्लाह पनि पाइन्छ। अनि त्यसपछि यति रमाइलो छ कि यो गाउँ तपाईँहरूले एकपटक हेर्नु न अझै पनि यहाँ हुँदैछ कि विकास हुँदैछ होइन यो विकास हो लक्ष्मी दिदी हेर्नु यहीँबाट जान्छौँ होइन हामी लक्ष्मी दिदी मलाई भन्नु होला त कता रहेछ कि हो ठिक हो यहाँबाट जाने यो
घर आउने भने त आफू पनि आउनु न त बिचरा आउने पाउनु न अब कति केही बोलेन के बोलौँ के गीत गाउँछ एउटा राजनीति हजुर घरतिर के गीत गाउँथ्यो अरे हेर्नु यहाँ हेर्नु लास्ट दिदी त्यहाँ माथि त्यस्तै ठाठारै हिँड्थ्यौँ हामी ठाठारै हुन्छौँ कि उकालो उकालो के ठाठारै कस्तो रमाइलो लाग्छ बेला बेलामा सालको पातको टपरी हुनी हे बराई नहुनी सल्लाइ